तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी, हैन त? हेलो मुभी लभर, हाउ आर यु? आई होप तपाईहरू सबैजना सन्चै हुनुहुन्छ होला। ल फाइनल्ली नेपाली फिल्म पार्वतीको टिजर युट्युबमा रिलिज भइसकेको छ। 1 मिनेट 57 सेकेन्ड लामो यो टिजरमा हामीले के कुरा देख्न पाउँछौँ त? भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, सो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा अगाडि तपाईले हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। पार्वती फिल्म भदौ 12 गतेबाट हलहरूमा रिलिज हुँदैछ। त्यही दिनबाट हिन्दी फिल्म टक्सिक पनि रिलिज हुने भएको छ। अब के पार्वती फिल्मले टक्सिक फिल्मलाई पछाडि पार्ला त? मलाई त त्यस्तो लाग्दैन, किनकि टक्सिक फिल्मको लागि धेरै दर्शकहरू प्रतीक्षामा हुनुहुन्छ। यो टिजर हेर्दा निता ढुङ्गाना र अशोक दर्जीको अभिनय एकदमै राम्रो देखिन्छ, तर टिजरमा हामीले यो एउटा संवाद बाहेक अरू केही पनि देख्न पाइएन। तर टिजरमा देखिने निता ढुङ्गाना र अशोक दर्जीको संवादले भने धेरै दर्शकको मन छुन्छ। निता ढुङ्गानाको बडी ल्याङ्ग्वेज हेर्दा उनी अटिजम क्यारेक्टर जस्तो पनि देखिन्छन्, जसको झल्को गौथली फिल्मको ठुलेको जस्तो पनि देखिन्छ। माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा? बनाना। I love you. र यो पार्वती फिल्ममा हामीले निता ढुङ्गाना, अशोक दर्जी, दिपाश्री निरौला जस्ता कलाकारलाई देख्न पाइनेछ। र यो फिल्मको राइटर डिरेक्टर निता ढुङ्गाना स्वयं हुनुहुन्छ र यो फिल्मको प्रोड्युसर भने हरिहर अधिकारी हुनुहुन्छ। अनि हरिहर सरलाई त चिनिहाल्नुहुन्छ होला, त्यही क्या शुभ लभको हिरो। के तपाईहरूले पार्वती फिल्मको टिजर हेर्नुभयो त? अनि कस्तो लाग्यो त टिजर तपाईलाई? कमेन्ट गर्नुहोस्। र भदौ 12 गते फिल्म हेर्नको लागि के तपाईँ हलसम्म जानुहुन्छ होला त? ये बड़ी अच्छी बात कही आप। भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद। हामी यस्तै नयाँ र ताजा भिडियोहरू लिएर आइरहनेछौँ र तपाईँले अझै पनि हाम्रो युट्युब च्यानल नेपाल सिने भाइब्सलाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला।